हाई एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले इस्कुसको तरकारी पकाउने एकदमै सजिलो र मिठो तरिका लिएर आएकी छु। भिडियो अन्तिमसम्म हेरेर हजुरहरू पनि ट्राई गर्नुहोला। यसको लागि चाहिँ मैले 2टा इस्कुस लिएकी छु। यसको बोक्रा चाहिँ अलि हार्ड भएको कारणले अलिक लाग्ने छुरी युज गर्नुपर्छ। र मैले सुरुमा यसको फेदपट्टि काटेर एकैछिन पानीमा डुबाएकी थिएँ। त्यसो गर्दा चाहिँ हातमा चोप लाग्दैन। एउटा तरिका यसरी पनि इस्कुस तास्न सक्नुहुन्छ र अब अर्को तरिका सुरु गरौँ है। फेद काटेर एकैछिन पानीमा डुबाएको इस्कुसलाई यसरी नै 4 टुक्रा बनाउनु होला। अब चाहिँ आफूलाई मनपर्ने साइजमा यसको टुक्रा बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसरी नै सबै इस्कुस काटिसकेँ। काटिसकेको इस्कुसलाई एउटा प्लेटमा राख्दैछु। त्यसपछि ग्यासको फ्लेम अन गरेर कराई बसाउनु होला। कराई तातिसकेपछि मैले 2 चम्चा घिउ राखेकी छु। इस्कुसको तरकारी पकाउँदा चाहिँ घिउको बुटुन लायो भने एकदमै मिठो हुन्छ। हजुरहरूलाई घिउ मन पर्दैन भने तेल राखेर पनि बनाउन सक्नुहुन्छ। त्यसैगरी मैले 5 फुरन फुराएँ र 2टा सुकेको खोर्सानी पनि राखेँ। अब चाहिँ प्याज फ्राई गर्नुपर्ने हुन्छ। प्याज हल्का रातो भइसकेपछि हामीले अघि काटेको इस्कुस राख्नुपर्छ। सबै इस्कुस राखेपछि मैले अब बेसार राख्दैछु। बेसार सबैतिर लाग्ने गरी राम्रोसँग चलाउनु होला। त्यसैगरी आफ्नो स्वाद अनुसार नुन राख्नु होला। अब यसलाई एकैछिन चलाउनु होला। त्यसपछि ग्यासको फ्लेम मिडियममा राखेर यसलाई 5 मिनेटको लागि छोपेर पकाउनु पर्छ। हेर्नुस् त इस्कुसबाट हल्का पानी निक्लिँदैछ। अब यो पानी सुक्नको लागि फेरि पनि म छोपेर पकाउँदैछु। इस्कुसबाट पानी सुक्न थालेपछि काटेको टमाटर राख्नु होला। मैले थोरै पानी पनि एड गरेकी छु। फेरि पनि यसलाई छोपेर 5 मिनेटको लागि पाक्न छाड्दिनु होला। हेर्नुस् त टमाटर राम्रोसँग पाकिसकेको छ। अब यसलाई मजाले चलाउनु पर्छ। अब चाहिँ लसुन र अदुवाको पेस्ट राख्नु होला। मैले 2 चम्चा लसुन र अदुवाको पेस्ट राखेँ। त्यसैगरी जिरा र धनियाको पाउडर पनि राख्नु होला। सबै इन्ग्रेडियन्ट्स सबैतिर लागोस् भनेर अब मजाले फेरि पनि चलाउनु होला। हामीले लगाएको मसला पाकोस् भनेर अब थोरै पानी राखेर यसलाई 5 मिनेटको लागि छोपेर पकाउनु होला। हेर्नुस् त अब चाहिँ हाम्रो इस्कुसको तरकारी पाक्नै लागिसकेको छ। हजुरहरू कसलाई इस्कुसको तरकारी मनपर्छ कमेन्ट गर्न नबिर्सिनु होला। अन्तिममा म थोरै गरम मसला राखेर यसलाई मजाले चलाउँछु र नचोपिकन म यसलाई 3 मिनेटको लागि पाक्न छाड्दिन्छु। अब चाहिँ हाम्रो इस्कुसको तरकारी पाकेर रेडी भइसकेको छ। हजुरहरूले यसलाई रोटी, चिउरा, खानासँग खान सक्नुहुन्छ। अब चाहिँ म सर्भ गर्नको लागि एउटा बटुकामा खन्याउँदैछु। र मेरो च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने प्लिज च्यानल सब्स्क्राइब गरिदिनु होला। त्यसैगरी भिडियोमा लाइक कमेन्ट पनि गरिदिनु होला र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।